नमस्ते, मेरो नाम प्राध्यापक डाक्टर भैरव कुमार हमाल हो। म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सर्जरी विषयको प्राध्यापकको रूपमा काम गरिआएको छु र फुर्सदको समयमा महाराजगञ्ज रिङ रोड स्थित एरिन हस्पिटल, एउटा ब्युटिफुल बोटिक हस्पिटल जस्तो रूपमा आइरहेको, त्यसमा चाहिँ म आबद्ध छु एज ए कन्सल्टेन्ट सर्जन र युरोलोजिस्ट। र अब यो समसामयिक विषयलाई लिएर जनचेतनाको लागि केही कुरा भन्नुपर्दा आज मलाई महिलाहरूको पिसाब चुहिने रोगको बारेमा भन्न मन लाग्यो। किनभने यो विषय यस्तो छ कि धेरै महिलाहरूलाई यो समस्या छ, तर डाक्टरहरूका आउने सङ्ख्या ज्यादै कम छ। त्यसैले यो प्रब्लम चाहिँ नि देखिएको चाहिँ नि टिप अफ एन आइसबर्ग भन्छु म। मेन आइसबर्ग चाहिँ समाजको मुनि छ। विभिन्न कारणले उहाँहरू आउन चाहनुहुन्न। त्यसैले यो चाहिँ नि समस्याको बारेमा मलाई के भन्न मन लागेको छ। पिसाब चुहिने रोगलाई चाहिँ अब अङ्ग्रेजीमा युरिनरी इन्कन्टिनेन्स भन्छ। यो पुरुषलाई पनि हुन्छ, नहुने होइन, तर धेरै अनुपातमा चाहिँ महिलाहरूलाई हुन्छ। अब फेरि यो इन्कन्टिनेन्सका धेरै टाइप हुन्छन्, धेरै किसिम हुन्छ, तर म आज विशेष गरेर स्ट्रेस युरिनरी इन्कन्टिनेन्सको बारेमा भन्न गइरहेको छु। त्यो के हो भन्दाखेरि कुनै अरू बेला चाहिँ नचुहिने, तर विशेष गरेर अलिकति जोर पर्दाखेरि, जस्तो बेस्कन हाँस्दाखेरि, बेस्कन खोक्दाखेरि अथवा कुनै भारी चिज उठाउँदाखेरि पिसाब लिक हुन्छ धेरै महिलाहरूको। विशेष गरेर ती महिलाहरू अलि एजेड र केही बच्चाहरू जन्माइसकेको, त्यसमा पनि अझ भेजाइनल डेलिभरी भएको महिलाहरूमा यो समस्या हुन्छ। यो समस्यालाई धेरैले लुकाइराखेको मैले अघि नै भने, तर यसको लागि चाहिँ ओपनली आउनुपर्छ, किन यसको उपचार छ। यसको उपचार छ र यसलाई उपचार गर्यो भने धेरै राम्रो हुन्छ। त्यो समस्याबाट मुक्ति पाउन सकिन्छ। र उपचार गरेन भने यसका समस्या आउँछ, फेरि युरिन इन्फेक्सन बढी हुने चान्स र अरू समस्याहरूमा पनि आउने भएको हुनाले यसलाई चाहिँ नि ध्यान दिनु जरुरी छ र यसको उपचार छ, यो म भन्न चाहन्छु। यसको मेडिसिनबाट पनि उपचार छ र पर्यो भने सर्जरीबाट पनि उपचार छ। अब यो इन्कन्टिनेन्सको मुख्य कारण, त्यसमा पनि मैले स्ट्रेस युरिनरी इन्कन्टिनेन्सको मुख्य कारण के हो भन्दाखेरि अब उमेरले गर्दाखेरि, अलि बढी उमेर भएपछि मांसपेशीहरू कमजोर हुन्छ, हाम्रो पेल्भिक फ्लोरका मसलहरू सबै कमजोर हुन्छन्, त्यो एउटा कारण छ। र त्यसले गर्दाखेरि चाहिँ नि जुन पिसाबलाई चाहिँ नि आवश्यकता परे मात्रै बाहिर निकाल्न दिने र अरू बेला होल्ड गर्ने जुन मेकानिजम हुन्छ, त्यो मेकानिजम नै कमजोर हुन्छ। त्यसैले त्यस्तो मेकानिजमलाई बलियो बनाउनलाई केही एक्सर्साइजहरू छन् र केही मेडिकेसनहरू पनि छन्। त्यसैले सुरुमा त्यसरी त्यसबाट उपचार गर्न सकिन्छ। र त्यसले पनि भएन भने सर्जरी पनि छ। सर्जरीमा सामान्य सर्जरी गरी पुग्ने, धेरै ठुलो सर्जरी पनि गर्नु पर्दैन। अब यो केमा भर पर्छ भन्दाखेरि यसको डिग्रीमा भर पर्छ, कुन ग्रेडमा छ। ग्रेड 1, ग्रेड 2, ग्रेड 3, यो कुरा चाहिँ नि आफैले छुट्याउन गाह्रो हुन्छ। अब यसको जाँच पडताल गरेर थाहा हुन्छ। त्यो सम्बन्धित चिकित्सक आएर सरसल्लाह गर्यो भने यसको उपचार हुन्छ। र यसलाई चाहिँ लुकाएर राख्नु समाजमा अलि लाज हुन्छ भनेर चाहिँ यसको बारेमा नबोल्नु नै हाम्रो सबभन्दा ठुलो कमजोरी हुन जान्छ। त्यसैले यो एक प्रकारको शिक्षा होस् भनेर मैले यो कुरालाई हाइलाइट गरेको। मैले सुरुमै भने इन्कन्टिनेन्स धेरै किसिमका हुन्छन्। अब अघि मैले गरेको कुरा चाहिँ स्ट्रेस युरिनरी इन्कन्टिनेन्सको लागि मात्रै हो। अब कुन किसिमको इन्कन्टिनेन्स हो त्यो कुरा पनि पत्ता लगाउनु पर्ने हुन्छ। आफै पत्ता लगाउन सकिँदैन, त्यसको लागि पनि जाँच हुनु बहुत जरुरी छ। त्यसैले अब सबै किसिमका इन्कन्टिनेन्सका आफ्नै किसिमका चाहिँ नि प्रविधिहरू छन्, उपचारको प्रविधि छन्, फरक छन्। र त्यसैले गर्दाखेरि चाहिँ नि सामान्य तरिकाले पनि उपचार हुनसक्छ भन्ने कुरा बुझ्नु पर्यो। र कहिलेकाहीँ उपचार अलिकति विभिन्न किसिमको सर्जरी गर्नुपर्ने हुनसक्छ। यो कुराको आफै छुट्याउन गाह्रो हुन्छ। त्यसैले अलि आफूले जनचेतना पाएर जाँच पडताल गर्यो भने, सम्बन्धित चिकित्सकमा गयो भने आफ्नो बारेमा बुझिन्छ र त्यसको समयमै उपचार हुन्छ।